इसमें हमें यो चौरङ्गे जङ्गलको बाटो जानु लागेको। नयाँ अनुभव, नयाँ ठाउँ मेरो चाहिँ यो। हेर्नु बाटो कस्तो छ। बाटो छ नि दाइ? ओके। अफरोड अनुभव। ओ माई गॉड, ठाउँ चाहिँ हरिक छ है यो चाहिँ। ओ डेन्जर ठाउँ होला। नयाँ अनुभव यो चाहिँ मेरो लागि। आकाश, यहाँ त बुटुलको मान्छेलाई त हरेक सही हुन्छ त। बुटुलको त्यो गर्मी छल्नलाई त स्पेसल ठाउँ रहेछ त। म चाहिँ फर्स्ट टाइम आएको ल। ओ यति बेला चौरङ्गे जङ्गलमा यो चाहिँ। यो हाम्रो चौरङ्गेदेखि दिपनगर निस्किने जङ्गल। कोही छैन हेर्नु बाटोमा, पुरै सुनसान छ। So dangerous place. Wow. बाटो बन्द। सालको रुखहरू यसरी ढालिएको रहेछ यहाँ चाहिँ। आफै ढालिएको भन्दा नि यो ढलेको हो यो चाहिँ। मेरो ख्यालमा चट्याङ परेको हुनुपर्छ यो, किन भन्दा जरैदेखि निस्किएको छ। यो चट्याङ पर्दा चाहिँ प्राय जरैदेखि निस्किने हुँदो रहेछ कि। बाख्रा चराउनु भएको छ यहाँ चाहिँ। पुरै बाख्रा चराउनु रहेछ यहाँ चाहिँ। मस्त राम्रो ठाउँ रहेछ त। अमेजिङ प्लेस गाइज। आउनु होला तपाईँहरू पनि, हेर्नु होला। यो प्लेस चाहिँ एकदमै मलाई मन पर्यो। एकदमै बाइक चलाउन पनि बहुत मजा आएको छ रुखको बिचबिचबाट। वाओ, ठिक छ। जीवनमा रमाउनु पर्छ। हरेक दिनलाई खुसी भएर दिनुहोस्। के छ र मरेर लाने। बाटो चाहिँ थाहा छैन है। उता पनि बाइक थियो, यता पनि बाटो थियो। अब कताबाट जाने हो त्यो चाहिँ कन्फर्म छैन। सायद यतै होला। उपर मान्छे पनि देखियो भन्छ। निकै नै लामो रहेछ यो बाटो। सायद जडीबुटी खोज्न आउनुहुन्छ होला। यता पनि एकजना आमा हुनुहुन्छ। रोडको बिचबाट बाइक चलाउनुको मजै भयो। रातो ओह माय गॉड। यहाँ चाहिँ पानी आएको बेलामा नहिँड्नु होला मेरो सदेश चाहिँ। त्यसले कारणवश जङ्गलमा फसियो भने चाहिँ यहाँ चाहिँ निस्कनलाई चाहिँ कुनै ठाउँ छैन जस्तो लाग्छ है मेरो ख्यालमा।
किन भन्दा ट्र्याक नै फुटेको छैन नि त बाटोको अझै यता बन्दै रहेछ खेल्ने ठाउँ पनि छ त फुटबल खेल्ने ठाउँ पनि रहेछ यहाँ चाहिँ